नमस्ते साथीहरू, तपाईँलाई वेलकम छ मेडिकल हेल्थ एसिस्टेन्ट युट्युब च्यानलमा। सो साथीहरू, तपाईँले हाम्रो आइडीलाई फलो गर्नुभएको छैन, लाइक गर्नुभएको छैन भने अहिले नै फलो गर्नु होला अनि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नु होला। सो साथीहरू, आज म तपाईँहरूलाई चाहिँ हाइपरटेन्सन यानि कि हाई ब्लड प्रेसरको लक्षणको बारेमा कुरा गर्दैछु। सो साथीहरू, हाइपरटेन्सनको लक्षण कस्तो हुन्छ भन्दाखेरि रिङ्गटा चक्करहरू लाग्ने, होइन, उल्टी आउने, वकोकी लाग्ने, टाउको दुख्ने, है, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, होइन, त्यसै गरी नजल ब्लिडिङ यानि कि नाकबाट चाहिँ खुन बग्ने जस्तो समस्याहरू आउन सक्छ। सो साथीहरू, यो हाइपर टेन्सनलाई साइलेन्ट किलर पनि भनिन्छ। अब साइलेन्ट किलर किन भन्छ भन्दाखेरि यसले चाहिँ बिना लक्षणमा तपाईँलाई असर गर्न सक्छ। अब असर केमा गर्न सक्छ भन्दाखेरि मुटुमा, होइन, ब्रेनमा, होइन, जस्तै तपाईँको हार्ट फेल पनि गरिदिन सक्छ, स्ट्रोक पनि हुनसक्छ, है, अनि किडनीहरू फेल पनि हुनसक्छ, है। यस्तो धेरै यसको चाहिँ बेफाइदाहरू छ, त्यही भएर सचेत रहनु होला। यदि तपाईँलाई प्रेसर छ भने तपाईँले आफ्नो डक्टरको सल्लाह लगेर मेडिसिन सुरु गर्नुहोला, होइन भने नजिकैको स्वास्थ्य चौकीमा गएर पनि तपाईँ काउन्सिलिङ गर्न सक्नुहुन्छ। हवस्, धन्यवाद, नमस्ते।